नमस्कार, यहाँहरूलाई बेस्ट विशेष फाइनान्समा स्वागत गर्दछु। यस भिडियो मार्फत हामी नेप्से तथा सेक्टरहरूको विकली, मन्थली तथा डेली एनालाइसिस गर्नेछौँ, जसमा बाई सेल र होल्ड डिसिजन सम्बन्धी हामी कुरा गर्नेछौँ। साथै केही विशेष ट्रेन्डिङ स्टकको समेत चार्ट एनालाइसिस गर्नेछौँ। यहाँहरूले कुनै स्टकको बारेमा एनालाइसिस गर्नु परेमा वा कुनै सल्लाह सुझाव दिनु परेमा कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अब भिडियो सुरु गर्नु अघि एकपटक डिस्क्लेमर दिन चाहन्छु। डिस्क्लेमर: यस च्यानलमा रहेको सामग्री शैक्षिक र सूचनात्मक उद्देश्यका लागि मात्र हो। यो वित्तीय लगानी वा कानुनी सल्लाह होइन। हामी इजाजत पत्र प्राप्त वित्तीय सल्लाहकार वा दलाल होइनौँ। हामीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज वा अन्य नियामक निकायबाट कुनै अनुमति वा इजाजत पत्र प्राप्त गरेका छैनौँ। सबै व्यापार र लगानीमा उच्च जोखिम समावेश छ। यहाँ प्रस्तुत गरिएको विश्लेषणले व्यक्तिगत विचारहरू मात्र प्रतिनिधित्व गर्दछ र परिवर्तनको विषय हो। तपाईँ आफ्नो लगानी निर्णयहरूको लागि पूर्ण रूपमा जिम्मेवार हुनुहुन्छ। हामी कुनै पनि लगानी निर्णय गर्नुअघि योग्य इजाजत पत्र प्राप्त वित्तीय पेशेवरसँग परामर्श गर्न सिफारिस गर्दछौँ। हामी कुनै पनि नाफा वा नोक्सानको जवाबदेहिता लिने छैनौँ। अब हामी चार्ट हेर्न सुरु गरौँ। यहाँ हामीले चाहिँ आज पहिलो दिन भएको हुनाले म बेसिक हामी कसरी चाहिँ इन्डिकेटरहरू लगाउने अथवा कुन वेबसाइटमा जाने भन्नुको लागि बेसिक स्टार्टिङ पनि आज गर्छु र भोलिका दिनहरूमा चाहिँ सोझै हामी चार्ट एनालाइसिसहरूमा प्रवेश गर्नेछौँ। र सुरुमा हामी चाहिँ यो यस्तो प्लेन चार्ट खोल्नको लागि हामीसँग नेप्से अल्फा नेप्से ट्रेडिङ.com भन्ने छ। आजलाई हामी नेप्से अल्फा युज गरौँ। नेप्से अल्फा.com मा गयौँ भने यहाँ हामीले चाहिँ यहाँ अल्फा चार्ट भनेर टेक्निकल एनालाइसिस चार्टमा जान सक्छौँ। यसरी गयौँ भने हामीले एउटा प्लेन चार्ट नेप्सेको यहाँ देख्छौँ। अब खालि यस्तो प्लेन चार्ट हेर्दा नेप्सेको एनालाइसिस गर्न र डिसिजन मेकिङ गर्न अलिक गाह्रो हुने भएकोले हामी यहाँ 2-4वटा कुनै महत्त्वपूर्ण, धेरै प्रयोग हुने महत्त्वपूर्ण इन्डिकेटरहरू युज गर्नेछौँ, जसमा चाहिँ हाम्रो इन्डिकेटरको लागि चाहिँ हामी यहाँ गएर इन्डिकेटर सिलेक्ट गर्नेछौँ। एउटा हाम्रो 1 नम्बरमा चाहिँ EMA एक्सपोनेन्सियल मुभिङ एभरेज, यस पछाडि म मुभिङ एभरेज भनेर मात्र यसलाई सम्बोधन गर्नेछु। EMA भनेर हान्यौँ भने यहाँ मुभिङ एभरेज एक्सपोनेन्सियल भनेर आउँछ। यसलाई 2 पटक क्लिक गर्छौँ, किनभने हामी 2टा फरक टाइम इन्टरभलको EMA लगाउनेछौँ। यसमा चाहिँ एउटा हाम्रो सर्ट टर्म पिरियडको लागि 5 लेन्थको, जसलाई चाहिँ कलर हामीले हरियो गरेर इन्डिकेटर गर्छौँ, जसले हामीलाई सर्ट टर्मको इन्डिकेसन दिन्छ भने अर्को EMA मा चाहिँ हामी रेड कलरको इन्डिकेसन गर्छौँ। यसले अलिकति लङ टर्म इन्डिकेसन दिन्छ। यो चाहिँ हामी 20 डेज बनाउँछौँ, 20 डेजको बनाउँछौँ। यसरी हामी EMA चाहिँ 5 र 20 गरेर एउटा फर्स्ट इन्डिकेटर EMA इन्डिकेटर लगायौँ। त्यसै गरेर हाम्रो अर्को इन्डिकेटर भनेको RSI हो। यसले चाहिँ हाम्रो मार्केटको स्ट्रेन्थहरू दिने गर्दछ। यदि माथितिर छ भने चाहिँ हाई स्ट्रेन्थ छ, एकदमै एग्रेसिभ छ भन्ने बुझिन्छ भने, यो बिचको रेन्जमा चाहिँ साइडवेज जस्तो बुझिन्छ भने, तलतिर आउन थाल्यो भने डाउन ट्रेन्ड भन्ने बुझिन्छ। स्ट्रेन्थ चाहिँ अलिकति विक छ भन्ने बुझिन्छ। यसलाई पनि हाम्रो डिफल्टमा चाहिँ हाम्रो यस्तो सेटअप छ भने यसलाई हामी अलिकति मोडिफाई गरेर यो अप्पर लिमिटलाई 60 बनाउँछौँ र लोअर लिमिटलाई 40 बनाउँछौँ। यसरी हामी एउटा दोस्रो सेटअप पनि RSI हामीले इन्डिकेटर लगायौँ। र तेस्रो सेटअपको हिसाबले हामी चाहिँ MACD मुभिङ एभरेज कन्भर्जेन्ट डाइभर्जेन्स भन्छ। यसको प्रत्येक चिजको हामी डिटेलमा चाहिँ कुनै भिडियोहरूमा चाहिँ बनाउँला। अहिले चाहिँ यसमा जुन डिफल्ट सेटिङ छ त्यसैलाई नै हामीले यतिकै रनिदिन्छौँ। र एउटा अर्को हामी चाहिँ बोलिङ्गर ब्यान्ड BB भनेर हान्दा बोलिङ्गर ब्यान्ड भनेर देखाउँछ। यसलाई पनि हामी डिफल्टमै राख्छौँ। अब सँगै यो चार्टमै देखिने भएको हुनाले यो सबै देखिँदा अलिकति गज्याङ देखिने भएर अहिलेलाई हामी चाहिँ बोलिङ्गर ब्यान्डलाई एकचोटि हाइड गर्छौँ। हाइड गर्दाखेरि अहिले हामीले यति 3वटा इन्डिकेटर हेरेर यसैको बेसिसमा चाहिँ आजको हाम्रो एनालाइसिस गर्छौँ भने यसपछिका दिनहरूमा चाहिँ आवश्यकता अनुसार चाहिँ थोरै फरक इन्डिकेटर हेर्ने अथवा यसैको डेप्थमा चाहिँ कसरी एनालाइसिस गर्ने भन्ने कुरो हामी सिक्नेछौँ। र बेसिकमा चाहिँ अब यो मुभिङ एभरेजले चाहिँ कसरी काम गर्छ, यो इन्डिकेटरको प्रयोग कता गर्ने, फाइदाहरू के छन् भन्ने कुरा हामी पछि डिटेलमा भन्ने नै छौँ।
र आज अहिले बुझ्दाखेरि चाहिँ हाम्रो यो ग्रिन लाइन चाहिँ सर्टर टाइम पिरियडको हो र यसले चाहिँ सर्ट टर्म ट्रेन्ड दिन्छ भने रेड लाइनले चाहिँ अलिकति लङ्गर टाइम फ्रेमको हो, यसले चाहिँ अलिकति लङ टर्म ट्रेन्ड दिन्छ। यदि सर्ट टर्म ट्रेन्ड चाहिँ हाम्रो लङ टर्म ट्रेन्डभन्दा माथि बस्छ भने यसलाई हामीले अलिकति बुलिस नेचरको भन्छौँ, किनभने माथि जान खोजिरहेछ भन्ने बुझ्छौँ भने। त्यसै गरेर चाहिँ यो सर्ट टर्म ट्रेन्ड अथवा हरियो लाइन चाहिँ तलतिर रातोभन्दा तल बस्यो भने अलिकति बियरिस भन्ने बुझ्छौँ। त्यो चाहिँ टाइम पिरियड अनुसार, जस्तै डेलीमा चाहिँ तल छ भने डेलीमा चाहिँ बियरिस छ भन्ने बुझ्छौँ भने, अनि विकलीमा तल छ भने विकली बियरिस भन्ने बुझ्छौँ भने, डेलीमा माथि छ भने डेली बुलिसतिर जान लागेको र विकलीमा छ भने त्यसरी हामी बुझ्छौँ। अब यति इन्डिकेटर भइसकेपछि हामीले यो इन्डिकेटर सबै सेलेक्ट गऱ्यौँ, पछिकोलाई पनि याद हुनलाई चाहिँ हामीले यहाँ सेभ गर्न सक्छौँ। यसलाई यहाँ सेभमा क्लिक गऱ्यौँ भने यसरी एउटा नयाँ नाम राख्न मिल्छ। मैले चाहिँ नेप्से 2026 भनेर एउटा यही चार्ट नै सेभ गरिसकेको छु। यसरी तपाईँले सेभ गर्नुभयो भने अनि यहाँ हामी पछि लोड गर्न सक्छौँ। लोड गरेर हामी यसरी नेप्से 2026 गऱ्यौँ भने एकैचोटि चार्ट खुल्छ। अब हामी चाहिँ नेप्सेको एनालाइसिस सुरु गरौँ। अब हामीले नेप्सेको एनालाइसिस गर्नु, यो आज र भोलिको एनालाइसिस गर्नुभन्दा ओभरअल हाम्रो मन्थलीको हाम्रो अवस्था कस्तो छ त्यसलाई एकचोटि हामी मन्थलीमा एकचोटि नेप्सेको अवस्था हेरौँ। मन्थलीमा हेर्दा हामीले के देख्छौँ त भन्दा, जुन हाम्रो रेड लाइन छ यो चाहिँ 20 डेज मुभिङ एक्सपोनेन्सियल मुभिङ एभरेज हो। यो हाम्रो एकदमै सपोर्ट र रेसिस्टेन्सको काम गर्छ। यसले यदि यो तल छ भने सपोर्ट र माथि हुँदा रेसिस्टेन्सको काम गर्छ भने हामीले नेप्सेलाई मन्थलीमा हेर्दाखेरि हाम्रो एकचोटि यो 3000 पुगिसकेको नेप्सेको मार्केट यसरी झर्दै जाँदा यो हाम्रो मुभिङ एभरेजको लाइनमा रिजेक्सन देखाएको थियो मल्टिपल टाइम्स, 1 2 3 4 लगातार 4 हप्ता चाहिँ यो मन्थलीको हाम्रो यो सपोर्ट लाइनबाट रिजेक्सन देखाएको भएर हामी यो जोनलाई चाहिँ अहिले हामीले सपोर्ट जोनको हिसाबले लिन सक्छौँ। त्यो भएर अहिले चाहिँ जबसम्म हाम्रो चाहिँ यो लाइनभन्दा तल हाम्रो मार्केट तल झर्दैन तबसम्म चाहिँ हामी मन्थली हिसाबले अलि लङ टर्म इन्भेस्टमेन्टको हिसाबले चाहिँ डराउनु पर्ने अवस्था देखिँदैन। अब हेर्छौँ भने अब हाम्रो यो रिजेक्सन चाहिँ सबैभन्दा लोएस्ट आएको 5% लोसम्म आएको रहेछ र अब हामीले चाहिँ लेटेस्ट हेर्दाखेरि चाहिँ कमसेकम 2500 आएको छ र हाम्रो अघिल्लो मन्थको लोएस्ट पोइन्टलाई चाहिँ हामीले आधार मान्ने हो भने र हाम्रो मुभिङ एभरेजको लाइनलाई समेत आधार मान्ने हो भने 2570 भन्दा तल नआउँदासम्म अहिले हामीले चाहिँ मन्थली बेसिसमा आत्तिहाल्नुपर्ने अवस्था छैन। अब त्यसै गरी हामी विकली बेसिसमा, अब मन्थली बेसिसमा हामी अन्य पनि हेरौँ। मन्थली बेसिसमा किनकि आरएसआईमा अलिकति स्लगिस भएको छ, साइडवेज भएको छ, 50 भन्दा माथि नै रहेको छ। त्यस्तो ऱ्यापिड डाउनफल यहाँको जस्तो राउन्डफल नभएर अब हल्का साइडवेज जस्तो देखिएको छ भने एमएसिटीले पनि अहिले बाइङ सिग्नल चाहिँ दिइसकेको छैन मुभिङ एभरेजबाट, तर हाम्रो सपोर्ट जोनमा रहेको हुनाले अहिले हामीले प्यानिक हुनुपर्ने अवस्था मन्थलीमा देखिँदैन। विकलीमा हेर्ने हो भने हाम्रो एमएसिटीले ग्रिन क्रस एमएसिटीले क्रस ओभर गरेर ग्रिन सानो हिस्टोग्राम चाहिँ फर्म गरेको छ। यसलाई हामीले बाइङ सिग्नल अहिले मान्न मिल्दैन। सानो भोलिका दिनहरूमा यसले बताउनेछ र हाम्रो आरएसआई पनि अलिकति पोजिटिभ माथितिर टर्न भएको छ भने हाम्रो मुभिङ एभरेजमा चाहिँ यो रेड भनेको चाहिँ 20 डेज यो रेसिस्टेन्स लाइनमा नै रोकिएर बसेको छ भने धेरै तल पनि नआएको भएर यही जोनमा बसेको भएर यसले ब्रेकआउट गर्न सम्भावना पनि उत्तिकै छ भने रिजेक्सन भएर तल आउन पनि सम्भावना छ। तर यसलाई समग्रमा हेर्दाखेरि चाहिँ अहिले डराउनु पर्ने अवस्था भन्दा पनि वेट एन्ड वाचको स्थिति देखिन्छ। यदि हामी चाहिँ यसले चाहिँ यो मुभिङ एभरेजभन्दा माथि बस्न सफल भयो अथवा आफ्नो विकली हाई 2640 भन्दा माथि बस्न सफल भयो भने अनि हामी चाहिँ बाइकको सेटअप बनाउन सक्छौँ विकली हिसाबले, अनि चाहिँ हामी बाइकको बारेमा सोच्न सक्छौँ। अब त्यसै गरी डेलीको हिसाबले हेर्ने हो भने डेलीमा एमएसिटीमा चाहिँ
हल्का पोजिटिभ सिग्नल त देखिएको छ, तर हिस्टोग्राम चाहिँ त्यति स्ट्रङ देखिएको छैन। नेगेटिभ भने पोजिटिभ सिनेरियो देखिएको छ। आरएसआईमा पनि एकचोटि 60 को जोनतिर पुग्न खोजेर अहिले 52 को जोनमा रहेको छ भने हाम्रो मुभिङ एभरेजमा चाहिँ हाम्रो 20 डेज मुभिङ एभरेजभन्दा माथि गएको छ। त्यो भएर हामी केही सकारात्मक हुन सक्छौँ। अहिले नै इन्ट्री लिनुभन्दा पनि हामी वेट एन्ड वाचकै अवस्थामा छौँ अहिलेसम्म। तर अब हामी चाहिँ क्यान्डल स्टिकको हिसाबले हेर्ने हो भने एउटा ठुलो क्यान्डल अस्ति हामीलाई बाई सिग्नल जेनेरेट गराउनको लागि इनिसियल एउटा राम्रो क्यान्डल जेनेरेट भएको छ र बाँकी 3वटा क्यान्डलहरू चाहिँ एक दिन रातो, एक दिन हरियो, फेरि रातो, उही लेभलमै छ। यो सबै यही बुलिस क्यान्डलको भित्र नै फर्म भएको हुनाले यो बुलिस क्यान्डलभन्दा तल नआउँदासम्म हामी चार्टको हिसाबले क्यान्डल स्टिक प्याटर्नको हिसाबले चाहिँ अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन। र यसको चाहिँ प्रोबेबल यदि माथि जाने नै हो भने एटलिस्ट यसको 50% यो क्यान्डलको 50% अथवा 2600 को जोनभन्दा तल नआइकन माथि जाँदा मात्रै यहाँबाट माथि फर्किन थाल्दा हामी चाहिँ केही चाहिँ पोजिटिभ भएर बाईको लागि सोच्न सक्छौँ। हालको अवस्थामा चाहिँ वेट एन्ड वाचको स्थितिमा छ, तर पोजिटिभ साइडमा मैले मार्केटलाई देखिरहेको छु। तर यसो भन्दै गर्दाखेरि चाहिँ कुनै एक दिन मार्केट झर्ने बित्तिकै ऱ्यापिड झर्ने बित्तिकै डेलीमा विकलीमा चाहिँ सेल सिग्नल जेनेरेट हुन सक्ने सम्भावना भएको हुनाले हामी एग्रेसिभली अथवा कन्फिडेन्टली बाई नै भन्न सक्ने अवस्था छैन। तर हाम्रो ओभरअल सिनेरियो हेर्दाखेरि चाहिँ नेगेटिभ भन्दा हल्का पोजिटिभ नै सिनेरियो देखिन्छ आजको दिनसम्म। अब नेप्सेको एनालाइसिस पछि हामी चाहिँ सेक्टर वाइज एनालाइसिस गर्छौँ, जसमा हामी चाहिँ इन्डिभिजुअल सेक्टरहरूको बारेमा चाहिँ हेर्नेछौँ। पहिलो सेक्टरको रूपमा मैले ब्याङ्किङलाई छाने। ब्याङ्किङमा हेर्ने हो भने पनि मुभिङ एभरेजको हिसाबले EMA को हिसाबले चाहिँ 20 डेज मुभिङ एभरेजभन्दा माथि बसेको छ। यसलाई हामीले पोजिटिभ लिन सक्छौँ र यो क्यान्डल भित्र नै रहेको हुनाले यसलाई पनि पोजिटिभ लिन सक्छौँ। जबसम्म यो क्यान्डलको भित्र रहेर अथवा यसलाई सपोर्ट गरेर बसिरहन्छ त्यति बेलासम्म हामी ब्याङ्किङमा पोजिटिभै हुन सक्छौँ। तर बाई भने अहिले नै गर्ने अवस्था छैन। कुनै इन्डिभिजुअल स्क्रिप्टमा बाई आइसकेको हुनसक्छ, तर ओभरअल समग्रमा हेर्दा पोजिटिभ सिनेरियो छ, तर बाई सिग्नल बाई गर्ने बेला भएको छैन, वेट एन्ड वाचमै छौँ। अब विकलीमा हेर्दा विकलीमा पनि हाम्रो प्राइस रिजेक्सन भएको छ विकलीको रेसिस्टेन्सबाट। त्यो भएर र मन्थलीमा हेर्ने हो भने चाहिँ मन्थलीमा चाहिँ जस्ट सपोर्टको जोनमा एकदमै सपोर्टको जोनमा यहाँबाट फर्किनुपर्ने अवस्थाको रूपमा लिएको छ। मन्थलीमा चाहिँ अब यो यहाँबाट फर्किने यहाँ मल्टिपल रिजेक्सन भएको हुनाले यहाँ सपोर्ट त छ देखिन्छ नै, तर चाहिँ बाई सिग्नल चाहिँ यसमा मन्थलीमा जेनेरेट भएको छैन। सपोर्ट जोनतिर चाहिँ छ र विकलीमा चाहिँ रेसिस्टेन्स जोनमा छ भने डेलीमा चाहिँ जस्ट पोजिटिभ हुन खोजेको छ। डेभलपमेन्ट ब्याङ्कलाई हेर्दा ब्याङ्किङभन्दा के बढी सकारात्मक देखिन्छ। यो हाम्रो एउटा बुलिस क्यान्डल भयो, तर बिना भोल्युमको बुलिस क्यान्डल आए पनि यो क्यान्डलभन्दा माथि नै बस्न सफल भएको छ। तिनैवटा क्यान्डलहरू यो माथि नै बस्न सफल भएको हुनाले यो ब्याङ्कभन्दा अलिकति स्ट्रङ देखिन्छ। विकलीमा भने यो पनि रेसिस्टेन्सकै नजिकमा बसेको छ, जुन बेला पनि यसलाई क्रस गर्न सक्छ वा यहाँबाट रिजेक्सन हुन सक्छ। तर हिस्टोग्रामको हिसाबले MACD को हिस्टोग्राम हेर्दाखेरि चाहिँ सानो बन्दै गएको हुनाले अलि पोजिटिभ सिग्नल छ। मन्थलीको हिसाबमा पनि यो चाहिँ सपोर्ट जोनतिर नै छ। अब हामी फाइनान्स हेरौँ। फाइनान्समा चाहिँ माथि अप्पर रिजेक्सन लगातार 3 दिन नै अप्पर रिजेक्सन देखायो। बाई सिग्नल भइसकेपछि अप्पर रिजेक्सन देखाएको छ, तर सेल सिग्नल भने चाहिँ भएको छैन भन्दा यो एरियामा चाहिँ अलि रेसिस्टेन्स, यसमा चाहिँ सेलिङ प्रेसर भएको यो जोनतिर देखिन्छ। नेगेटिभ छैन, तर पोजिटिभमा माथि चाहिँ रिजेक्सन देखिएको छ। अब यो यसमा पनि विकलीमा हेर्ने हो भने पनि यसले चाहिँ माथि प्राइस रिजेक्सनै गरेको देखिन्छ भने मन्थलीमा हेर्दा मन्थलीमा समेत यो चाहिँ रेसिस्टेन्स जोन अलि माथि नै रहेको हुनाले अहिलेको हामीले हेर्दाखेरि फाइनान्समा चाहिँ हामी अलिकति वेट नै गर्नुपर्ने हुन्छ।
माइक्रो फाइनान्स इन्डेक्सलाई हेर्दा मुभिङ एभरेजको हिसाबले हेर्दाखेरि यसमा जस्ट पोजिटिभ सिनेरियो भएको र यसले बटममा पनि रिजेक्सन गरेको छ र टपमा पनि रिजेक्सन गरेको छ, साइडवेज गएको छ र यसलाई यो हाम्रो एउटा बुलिस क्यान्डलको भित्र नै बसेको हुनाले यसलाई हामीले अलिक पोजिटिभ रूपमा लिन सक्छौँ। बाई सिग्नल चाहिँ भ्यालिड भइसकेको चाहिँ छैन। एमएसिडीमा पनि पोजिटिभ छ, आरएसआई ठिकै छ। विकलीमा हेर्दा पनि विकलीमा रेसिस्टेन्स जोनमा छ र मन्थलीमा सपोर्ट जोनमा छ। यसरी हामीले समग्र सबैको हेर्दाखेरि मन्थलीमा चाहिँ सबै सपोर्ट जोनमा, विकलीमा रेसिस्टेन्स र डेलीमा चाहिँ जस्ट बाई दिन लागेको हुनाले यो चाहिँ हामी एकदमै इन्डिसिसिभ अवस्थामा छौँ। हामीले त्यो भएर एग्रेसिभ बाई गरिहाल्नुपर्ने अवस्था छैन अहिले र डराएर सेल गर्नुपर्ने अवस्था पनि छैन। वेट एन्ड वाच, थोरै हामीले चाहिँ 2-4% तल माथि हुँदैमा आत्तिनुपर्ने अवस्था छैन, किनभने हाम्रो नेप्से नै हाम्रो मन्थलीमा नै एकदम स्ट्रङ सपोर्ट जोनमा छ, जुन चाहिँ यहाँ 2-4% तल चाहिँ एउटा हाम्रो 20 EMA को लाइन भएको हुनाले हामीले चाहिँ अहिलेसम्म नडराइकन वेटकै अवस्थामा बस्न सक्छौँ। र फाइनेन्स भन्ने चाहिँ अरूभन्दा अलिकति विक देखिन्छ, मन्थली टर्ममा छ भने विक देखिन्छ भने डेलीमा हल्का पोजिटिभ हुन खोजेको देखिन्छ। हामीले सकेसम्म सबै सेक्टरमा चाहिँ स्ट्रङ भएको सेक्टर चाहिँ हामीले अलिकति सेलेक्ट गर्दा राम्रो हुन्छ। अब हामी हाइड्रो पावर हेरौँ। हाइड्रो पावरमा हेर्ने हो भने डेलीमा चाहिँ बाई सिग्नल जेनेरेट गर्ने तयारीमा छ। एमएसिडी पनि एकदमै हिस्टोग्रामहरू सानो सानो बन्दै गएको छ र मुभिङ एभरेजको हिसाबले पनि 20 EMA को तल नै बसेको छ। अहिलेसम्म पनि बाई सिग्नल यसले डेलीमा पनि दिन सकेको छैन। विकलीमा पनि त्यस्तै रेसिस्टेन्समा छ भने मन्थलीमा चाहिँ सपोर्ट जोनमा छ। इन्भेस्टमेन्ट सेक्टर हेर्ने हो भने डेलीमा नै अलि सङ्घर्ष गरेको देखिन्छ, रेसिस्टेन्समै छ। डेलीमा यता एमएसिडीले हल्का ग्रिन सिग्नल दिए पनि हाम्रो EMA को हिसाबले र आरएसआई पनि त्यति माथि नभएको हुनाले डेलीमा विक छ। विकलीमा पनि माथि रेसिस्टेन्स छ, विकलीमा पनि अलिकति त्यति स्ट्रङ देखिँदैन भने मन्थलीमा चाहिँ सपोर्ट जोनमै छ। भन्दाखेरि सर्ट टर्मको लागि चाहिँ हामीले अहिले इन्भेस्टमेन्ट सेक्टरमा चाहिँ अलिकति पोजिटिभ इन्भेस्टमेन्ट सेक्टरलाई चाहिँ वेटै गर्नुपर्ने देखिन्छ। पोजिटिभ हुनुभन्दा पनि वेट गर्ने र पछि यो हप्ता चाहिँ कस्तो बिहेभ गर्छ त्यो अनुसारले डिसिजन गर्नुपर्ने हुनसक्छ। लाइफ इन्सुरेन्स मन्थलीमा चाहिँ एकदमै पोजिटिभ जोनमा छ। समग्रमा यसो हेर्ने हो भने अहिले हामीले हेरिराखेको चार्टहरूमा चाहिँ मन्थली हिसाबले लाइफ इन्सुरेन्स एकदमै स्ट्रङ देखिन्छ। मन्थली हिसाबले एउटा भ्यालिड यहाँ बुलिस क्यान्डल बनिसकेपछि यहाँ रिजेक्सन भयो पनि यो यत्रो महिनादेखि लगभग हाम्रो 1 वर्षभन्दा पनि बढी समय चाहिँ यसले यही पोजिसनमा साइडवेज खेलेको हुनाले यसको सपोर्ट चाहिँ हाम्रो अझ बढी हामी स्ट्रङली लिन सक्छौँ। मन्थलीमा एकदमै स्ट्रङ छ भन्न सकिन्छ। विकलीमा पनि केही सकारात्मक देखिन्छ, अहिले सपोर्ट जोनमा छ। विकलीको पनि एकचोटि सपोर्ट जोनमा छ भने डेलीमा चाहिँ अहिले अलिकति सेल सिग्नल जेनेरेट भएको र अहिले फेरि माथितिर जान खोजिरहेको एमएसिडी पनि हिस्टोग्रामहरू चाहिँ सानो सानो साइजको बन्दै पोजिटिभतिर गइरहेको देखिन्छ। यसको मन्थली र विकली हेर्दाखेरि डेलीमा पनि यसले अलिकति नेप्सीमा पोजिटिभ सिग्नल आए माथि जान सक्ने सङ्केत गर्दछ। म्यानुफ्याक्चरिङ हेर्दा डेलीमा एकदमै स्ट्रङ बुलिस देखिन्छ। यो विकलीमा पनि एकदमै स्ट्रङ बुलिस देखिन्छ भने मन्थलीमा समेत एकदमै स्ट्रङ बुलिस देखिन्छ। बुलिस त देखिन्छ, तर अब इन्ट्री गर्ने हो वा होइन भन्ने कुरो चाहिँ हामीले इन्डिभिजुअल स्टक हेरेर गर्नुपर्छ। किनभने जुन सेक्टर चाहिँ धेरै नै मुभ भइसकेको छ त्यसमा करेक्सन आउने सम्भावना पनि उत्तिकै हुन्छ भने हाई रिटर्न दिने सम्भावना पनि उत्तिकै हुन्छ। हामीले म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ एउटा स्ट्रङ सेक्टरको रूपमा अहिले लिन सक्छौँ र यसको इन्डिभिजुअल हाम्रो कम्पनीहरू चाहिँ के छ त्यसलाई हेरेर हामीले एनालाइसिस गर्नुपर्ने हुनसक्छ। अहिले भर्खरै आएका आइपिओहरूले गर्दाखेरि पनि यस्तो स्ट्रङ सिग्नल दिएको हुनसक्छ। म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ एउटा हामीले पोजिटिभ सेक्टरको रूपमा हेर्न सक्छौँ। माइक्रो फाइनेन्स हेरिसक्यौँ हामीले।
नन लाइफ हेर्दाखेरि चाहिँ पोजिटिभ देखिन्छ, केही पोजिटिभ देखिन्छ डेलीमा चाहिँ। यो एउटै रेन्जमा बसिरहेको छ, पोजिटिभ हुन खोजिरहेको छ भने हाम्रो विकलीमा रेसिस्टेन्स जोनमै छ र मन्थलीमा पनि तल रहेको हुनाले अहिले हामीले चाहिँ धेरै एग्रेसिभ हुनुपर्ने जरुरी छैन। सुरु एकुमुलेसनको फेज चलिरहेको हुनसक्छ हाम्रो नन लाइफमा। त्यो भएर अहिले हामी यसमा वेट एन्ड वाचकै रूपमा बस्दा राम्रो हुने देखिन्छ। यदि लङ टर्म इन्भेस्टमेन्ट हो भने अहिले हाम्रो सबै एनालाइसिसहरू चाहिँ अलि मिड टर्म र सर्ट टर्मको लागि नै हो। लङ टर्मको लागि जुन फन्डामेन्टली एनालाइसिसको हिसाबले नभएको हुनाले चाहिँ अहिले मैले चाहिँ यो वेट एन्ड वाच अहिले नट बाई भन्न खोजेको कारण चाहिँ त्यो हो। होइन, हामी लङ टर्म धेरै नै सोच्छौँ भने, फन्डामेन्टली एनालाइसिस गर्छौँ भने यस्तो ब्लोमा आएको बेला पनि बाई गर्ने अथवा चाहिँ इन्ट्री गर्न मिल्ने हुनसक्छ। अदर सेक्टर हेर्दाखेरि अदर सेक्टर चाहिँ केही पोजिटिभ देखिएको छ डेलीमा, विकलीमा रेसिस्टेन्स जोनमा छ र मन्थलीमा चाहिँ अलि सपोर्ट जोनमै छ हुनाले यो पनि अरू नर्मल जस्तै ठिकै देखिन्छ। यो भयो हाम्रो सब इन्डेक्सको एनालाइसिसहरू भयो। भन्दाखेरि अब हामीले सबै यसरी समग्रमा हेर्दाखेरि के देख्यो त भन्दाखेरि मार्केट चाहिँ एकदमै सपोर्ट जोनमा पनि छ, सर्ट टर्ममा चाहिँ रेसिस्टेन्समा पनि छ र केही पोजिटिभ हुन पनि सकारात्मक हुन खोजिरहेको हुँदा अहिले चाहिँ डराएर बेच्नुभन्दा पनि हामीले आफूसँग भएको स्टकहरू चाहिँ होल्ड पोजिसनमा राख्दा र केही पोजिटिभ सङ्केत आयो भने बाईको लागि हामी अगाडि बढ्दा राम्रो हुने देखिन्छ। र सबैभन्दा राम्रो हामीले सेक्टर वाइज हेर्दाखेरि एउटा होटल छुट्टी जस्तो छ। होटल सेक्टरको हेर्दाखेरि चाहिँ मन्थलीमा एकदमै स्ट्रङ नै देखिन्छ। एमएसिडीले यहाँ सेल सिग्नल दिए तापनि यो चाहिँ साइड वेजमा बसिरहेको छ, एकदमै राम्रोसँगै बसिरहेको छ। विकलीमा पनि एकदमै पोजिटिभ अवस्थामै छ होटल र डेली हेर्दाखेरि पनि पोजिटिभ नै छ। अब यसमा बाई सिग्नल आउन खोजिरहेको छ एमएसिडीबाट, आरएसआई पनि 60 माथि भएमा एकदमै एग्रेसिभ चाहिँ राइज हुने गर्दछ। त्यो भएर यो पनि नजिकै भएको हुनाले अब होटललाई पनि हामीले एकदमै पोजिटिभ सेक्टरको रूपमा लिन सक्छौँ। एउटा होटल अनि एउटा म्यानुफ्याक्चरिङ र अलिकति मिड टर्मको लागि चाहिँ लाइफ इन्सुरेन्स पनि पोजिटिभ देखिन्छ। अब यो भयो समग्र हाम्रो नेप्सीको र सेक्टर वाइज एनालाइसिस भयो भने हामी चाहिँ अब नेक्स्ट विकको लागि चाहिँ प्रोबेबल राम्रो स्टकहरू चाहिँ कुन हुनसक्छ भनेर एउटा दुईवटा लिन्छौँ। जुन बढिसकेको छ त्यसमा अलि रिस्क बढी हुन्छ भने बढ्न बाँकी चाहिँ लिन्छौँ। एउटा यो माबेल भर्खरको आइपिओ हो। यो चाहिँ 20 डेजको इएमए सपोर्टमा चाहिँ धेरै मल्टिपल डेजहरू चाहिँ यो यता सपोर्टमा बसेर अहिले भोल्युम सहित यसले मेनी क्यान्डल्स आफ्नो पछाडिको धेरै क्यान्डलहरूलाई नै इन्गल्फ गर्ने हिसाबले एउटा ठुलो भोल्युम सहितको बुलिस क्यान्डल 4% को वृद्धि देखिएको छ भने लास्ट विकमा हामीले यसमा चाहिँ अब केही 700 को रेन्ज, 700 देखि 710 को रेन्जमा चाहिँ रिस्क बाई एउटा लिन सकेर र स्टप लस चाहिँ यसै क्यान्डलको मुनि 684 भन्दा तल सेल गर्ने हिसाबले, स्ट्रिक्ट सेल गर्ने हिसाबले 4% को रिस्क सहित अब टार्गेट चाहिँ हाम्रो 760-70 देखि लिएर 800 र माथिको चाहिँ अब पछि फर्दर क्यान्डलहरू कस्तो बन्छ त्यो अनुसार हामीले डिसाइड गर्न सक्छौँ। एउटा बुलिस सेटअप चाहिँ यसमा देखिएको छ। त्यसै गरेर एउटा हाम्रो म्यानुफ्याक्चरिङमा चाहिँ आइपिओहरूमा पनि आइपिओ भर्खरै लिस्टेड भएको स्टकहरूमा पनि छ भने एउटा हाम्रो शिवममा पनि एउटा केही न केही बिल्डअप भइरहेको चार्टबाट देखिन्छ। यसमा हामीले मन्थली हिसाबले हेर्ने हो भने मन्थलीमा चाहिँ बुलिस नै छ। विकलीमा पनि हाम्रो एकदमै साइडवेज प्लस बुलिस मोमेन्टम नै देखाइरहेको छ र डेलीमा चाहिँ पोजिटिभ नै छ। अब यसको चाहिँ हामीले यो जोनमा
हाम्रो चाहिँ 590 देखि 600 को रेन्जमा बाई गरेर 575 भन्दा तल आयो भने चाहिँ सेल गर्ने हिसाबले लगभग 20 पोइन्ट जतिको चाहिँ रिस्क लिएर यसमा हामी इन्ट्री गर्न सक्यौँ भने 590 देखि 600 को रेन्जमा हामीले यसमा इन्ट्री गर्न सक्यौँ भने हाम्रो चाहिँ एउटा पोजिटिभ सेटअप बन्न सक्ने देखिन्छ। 6% देखि लिएर 10-12% को एउटा र्याली देख्न सकिन्छ। अब अहिले मार्केट चाहिँ एकदमै पोजिटिभ नभएको हुनाले यो हाम्रो चाहिँ रिजेक्ट हुने सम्भावना पनि उत्तिकै हुन्छ। त्यो भएर हामीले चाहिँ एग्रेसिभ बाई गर्नुभन्दा हाम्रो जोनमा 590 देखि 600 को जोनमा आयो भने थोरै थोरै पेपर ट्रेडिङको हिसाबले लर्निङको हिसाबले हामी यसलाई लिन सक्छौँ र आगामी विकहरूमा पनि यसले कस्तो पर्फर्मेन्स गर्छ र यदि सेल सिग्नल जेनेरेट गर्यो भने हामी कसरी यहाँबाट एक्जिट हुने के इन्डिकेटर हेर्ने त्यो सबै चिज हामी समग्रमा आगामी भिडियोहरूमा चाहिँ भन्ने नै छौँ। आज पहिलो यो एनालाइसिस भएको हुनाले आज हामीले यति नै गर्छौँ। यसमा कुनै पनि स्क्रिप्ट वाइज अथवा कुनै चिज रेकमेन्डेसन अथवा केही छ भने कमेन्ट बक्समा लेख्नु होला। र अब यो 2026 लाई चाहिँ हामीले नेप्से यो च्यानल मार्फत मैले आफ्नो सक्दो नलेजहरू सेयर गर्नेछु र यहाँहरूको साथ सहयोगसँगै हामी सँगै अगाडि बढौँला भन्ने आशा गर्दै यो च्यानललाई चाहिँ लाइक सेयर र सब्सक्राइब गरेर र आफ्ना साथीहरूमा पनि यसलाई सेयर गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्दै आजलाई यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद।